गाउँघरको मजा लिने क्रम जारी छ र अब चाहिँ हामी एकछिन गाउँतिर डुल्न जाँदैछौँ। समीर भाइ र म चाहिँ स्टिल आज तेस्रो दिन पनि हामी सँगै यात्रा गरिरहेका छौँ। समीर, अनि के छ बाधा व्यवधानहरू अथवा असहजहरू? एकदम रमाइलो आनन्द इनफ नै हो एकदम। ल सोचे भन्दा धेरै इन्जोय गर्नुपर्छ। अब भोलि चाहिँ हामी टक्क माथि टेम्केतिर सिफ्ट हुनुपर्छ। हजुर अब त्यस पछाडि हामी पर्सितिर चाहिँ काठमाडौँ फिर्ता हुनुपर्छ होला भाइ है। भोलिसम्म चाहिँ अब रेस्ट हान्दिउँ, किनभने घुमेकै छैन नि त हामी। गाउँ डुल्ने क्रममा म चाहिँ एउटा कम्पनीमा आइपुगेको छु र यो चाहिँ पहिला एकदम सक्रिय थियो, अहिले त्यति धेरै चालु चाहिँ छैन, तर यो किसिमको एउटा कोसिस पनि राम्रो थियो। ल हाम्रो धीरज दाई भेटियो, अब दाईसँग लाग्यो यहाँ गाउँघरको। ओहो बिरालो पनि रहेछ। हुन्छ, दाई पनि जाँदै हुनुहुन्थ्यो, एकछिन त्यो कम्पनीमा भेट भएर गफहरू गऱ्यो। त्यहाँ थुप्रोजना भेला हुनुभएको रहेछ। त्यो पेणालु पनि दिनुभयो, यता चाहिँ पेणालु जङ्गलतिर यसो लाग्दैछौँ, तर यो भिड त लास्टै डेन्जर छ त है। कत्रो तल छ, लड्यो भने एकचोटि ट्याक्राक मात्र हुन्छ यार। अब हाम्रो एकछिन जङ्गलतिरको वातावरणहरू चाहिँ हामी स्पर्श गर्न चाहन्छौँ। अन्डा रहेछ यार, छोडिदिन्छु। ल 3टा अन्डा रहेछ यार यसको, बिचरा किन उडेको त यो है। आउँछ अलि यस्तो यस्तो थियो। खाल्डो चाहिँ केले खान्छ हौ? ए मुखैले हो तपाईँको होइन, हाम्रो खाल्डो त डेन्जर हो नि त। बँदेलले त त्यो दारा आउँछ नि त, जङ्गली त्यो त त्यो दाराहरूले पनि होला होइन। हामी सिलिम्पा डाँडामा आइसक्यो। यो सिलिम्पा भनेको चाहिँ हाम्रो बाजे पुर्खाको नाम हो र उहाँहरू चाहिँ यो ठाउँमा पहिला आफ्नो जीवनहरू चाहिँ यो ठाउँमा बसेर पनि बिताउनु भएको थियो र यसलाई चाहिँ अहिले सिलिम्पा डाँडा भनेर नै हामीले चिन्ने गर्छौँ। र हामी चाहिँ हेरौँ न, अब त्यो बेलामा यस्तो 2टा कोठाको घर भनेपछि इन्ट्रेस्टिङ। ल राम्रो छ। अब हामी सिलिम्पा डाँडाबाट पनि हामी एकदम घनाघोर जङ्गलतिर लाग्दैछौँ। अबको जङ्गल चाहिँ एकदम डेन्जर छ, किनभनेदेखि यो जङ्गलमा आउनुको हाम्रो मेन उद्देश्य पनि यो जङ्गलमा चाहिँ आज मृगहरू होइन, यहाँको लोकल जनावर देख्न पाइन्छ कि भन्ने एउटा उद्देश्य हो। हेरौँ, पाएन भने पनि ठिकै छ। बाटो यो पानी चाहिँ सधैँ यत्तिकै आइरहेको भने ट्राउट माछालाई चाहिँ सम्भव देखेँ यार मैले। यो त अति बवाल छैन त समीर? मृग देखिएला कि भनेको त देखिएन त हो यार। जङ्गल त ठुलो छ, जङ्गल त राम्रो ठुलो हो, यो उज्यालो भएर मात्रै हो है। उता कोप्पा डाँडा भन्ने सम्झाउँ न हामी।
अब यो यता लामी डाँडा जाने बाटो हो, यो माथि जङ्गल, यो यता गाउँतिर। यही हो भाइ कोप्पा डाँडा चाहिँ है। यो कुर्सी चाहिँ हामी पहिला आउँदाखेरि हामीले नै बस्न बनाएको थियौँ, यस्तो रहेछ यो कोप्पा डाँडामा चाहिँ। अब पुर्खाहरूलाई चाहिँ यसो सम्झना पनि हुन्छ भनेर पनि हामी यहाँसम्म चाहिँ आइपुगेका छौँ। अब मेन चाहिँ हामीले मिस गरेको भनेको चाहिँ गिटार चाहिँ आज हामीसँग छैन। ल हामी यही डाँडा हो खास कोप्पा डाँडा। पारी घरहरू पनि छ माथि, लामी डाँडाको घरहरू। अर्कोचोटि इन्स्ट्रुमेन्ट पनि होला हामीसँग, योचोटि चाहिँ अब भएन।